गुड मर्निङ एभ्रिवान। आज चाहिँ हाम्रो नयाँ भ्लग स्टार्ट हुँदैछ अनि आज चाहिँ म रेडी भइसकेँ है। आज मेरो यस्तो छ, बाइक स्कुटर ब्यागहरू सबै रेडी गरिसकेँ। अब निस्किनलाई रेडी। ल अल सेट, आइम रेडी टु गो। अब म पनि निस्किन्छु होला, उनीहरू पनि आइपुग्छ है, टाइममै हुन्छ, एउटै टाइम हुन्छ होला। अब म पनि जान्छु, हेरौँ आज के कस्तो हुन्छ, कसरी खिचिन्छ, कसरी गरिन्छ, हामीले सबै कुरा हेरौँ है त। ल अहिले चाहिँ म लगभग हाम्रो सुटको लोकेसन नजिक पुगिसकेँ। यो चाहिँ यस्तो ठाउँ होइन, यो चाहिँ स्कुटर यहाँ छ। केटाहरूलाई कुरिरहेको छु, कुन बेला आउँछन् हेरौँ। तिनीहरू आएपछि अनि हामी मिलेर काम सुरु गर्नुपर्छ, जानुपर्छ रुमको घरमा है। त्यसपछि भनौँला सबै कुराहरू। ल फाइनल्ली हाम्रो चाहिँ भेट भइसक्यो सागर र विवससँग। आजको हाम्रो ग्रुम साइडको टिम विवस भाइ है। त म चाहिँ यहाँ छु। अब चाहिँ हामी रुमको घर जान्छौँ है। गाडी आइसक्यो, गाडी पछि जाने। फाइनल्ली हामी चाहिँ यहाँ पुग्यौँ दुलाको घरमा। घर चाहिँ यही उट्यो रहेछ। ल अब हामी सुरु गर्छौँ। मेरो चाहिँ यस्तो छ, सागर र विवस भाइ यहाँ छन्। अब हामी दुलासँग भेटेर हाम्रो काम चाहिँ सुरु गर्छौँ है त। ल फाइनली हामीले चाहिँ अब सुट सुरु गर्न लाग्यौँ। दाइ के छ, एकदम कस्तो लागिरहेछ? रमाइलो भइरहेछ। अब आज गएर बिहे नै गर्ने हो त आज? गर्नै पर्यो। ल अब हामी सुट सुरु गर्छौँ है। हाम्रो विवस भाइ छ, सागर मिलाउँदैछ। गिम्बलहरू सेट भइसक्यो, क्यामेरा सेट, अल सेट। ल एकछिनमा भेटौँला है त सुट सकेर। ल हाम्रो चाहिँ अहिले सिङ्गल सुट चलिरहेछ। विवस भाइ फोटो हानिरहेछ। सागर हाम्रो आज यहाँ कुरिरहेछ कुन बेला फोटो हान्नु पाइन्छ भनेर। उसको कामै छैन अहिले, त्यही भएर ऊ बसिरहेछ। ल हामी चाहिँ यहाँ छौँ अनि म चाहिँ यहाँ छु। आज सुट राम्रोसँग हुँदैछ, हेरौँ कस्तो हुन्छ अब बेलुकासम्म। कस्तो लागिरहेछ दाइ? रेडी हुँदाखेरि एकदम ह्यान्डसम देखिरहेछ त। बहिनीको करामा त सबै हो। क्रेडिट गोज टु बहिनी। हस् ल अहिले भेटौँला हामी है त सुट सकेर। लगभग हाम्रो अब सिङ्गल सुटहरू सकेको छ। फ्यामिली सुट पनि हामी बाहिरै गर्दैछौँ। सो गाइज अहिले चाहिँ हामी यता इन्टरभ्यूको तयारी गर्दैछौँ। सानो इन्टरभ्यू हुँदैछ होइन, हल्का। सो यता बोल्नलाई रेडी, यता खिच्नलाई रेडी, विवस यहाँनिर फोटो खिच्नलाई रेडी, एन्ड देन मी। आज चाहिँ म सबैभन्दा आज खुसीको कुरो के छ भनेदेखि मैले आज मेरो जेठो छोरोको चाहिँ बिहे गर्दैछु। अब बिहे गर्नलाई चाहिँ अब छोरो पनि खुसी। अब छोरो खुसी भएपछि बाबु खुसी नहुने कुरै भएन। अब यही खुसीको अब अवसरमा चाहिँ मलाई यति हर्ष विभोर छु। घरमा एउटा जो बुहारी के भन्ने, अब छोरी नै भित्रिने जस्तो कुरामा अब अर्को छोरी भित्रिने कुराले त म अति नै खुसी छु। अब फाइनली हाम्रो 8 वर्षको रिलेसनलाई अब विवाहमा परिणत गरिरहेछ। सो ह्याप्पी। त्यही हो, अब हेर्नु उसलाई भेटौँ गएर। ल हामी चाहिँ टक्क लाएर अब फ्यामिली फोटो पनि सक्यो, लगभग सिङ्गल सुटहरू पनि सबै सक्यो है। अब चाहिँ हामी अरू कोही हुनुहुन्छ कि ग्रुप फोटोको लागि कुरिरहेछौँ। हाम्रो दुला पनि रेडी भइसक्नु भयो। अब त्यसपछि हामी पार्टी प्यालेस जानुपर्छ बेहुली लिनलाई। दाइ कस्तो लाग्यो त? लगाइदिउँ? कस्तो लाग्यो त फोटोग्राफी? मलाई पहिलेदेखि मन पर्यो हो। यो कुरा चाहिँ अलिकति टाकटुक परेको थियो दिपिकासँग। अनि ऊ चाहिँ अन्त इन्स्टाको भनिरहेको थियो, होइन अरू त हुँदैन। यति एउटा हो मेरो जिद्दी, मेरो फोटोग्राफर मात्र हो, अरू सबै मेरो लुगा नि उसकै चोइस हो। ए ल धन्यवाद। जन्ती निस्किन लाउनु भयो। अब सक्यो यहाँ घुमेर है। हामी निस्किन्छौँ अब पार्टी प्यालेस गएर भेटौँला। ल फाइनली हाम्रो फोटोग्राफरहरूसँग भेटिसक्यो यता आफ्नै हो आज सबैजना। अमृता के छ, कस्तो भइरहेको? ठिक छ। आज कुन क्यामेरा युज गर्दै? आज R6 Mark II मा 70-200 हालेर पुरै क्लोज अप शट मात्र हो मेरो आज। विष्णु कुन क्यामेरा युज गर्दै? A7 A7 अनि 35 1.4 35। वाह। सागर कुन क्यामेरा? A7 IV 2470। विवस भाइ A7 IV 2470। ल के हो यो? ल म पनि RS4मा A7 IV 2470 है। ल आज चाहिँ केटाहरूले ल रमाइलो गर्नुपर्छ। म चाहिँ ल जन्तीहरू आइसक्नु भएको छ। यतापट्टि विवस भएर म चाहिँ यतापट्टि सँगैले, अरू गाइजहरू उतापट्टि। पार्टी प्यालेस चाहिँ छ है।
ल अब हाम्रो चाहिँ सुरु हुन्छ यहाँबाट साइबाट लिएर जाने काम भइरहेछ अब यार गाइस यार लास्ट के अरे यार लास्ट यस्तै हो फोटोग्राफर आयो यस्तै हुन्छ अब खाना पाइँदैन अब अहिले कुन बेला दुलादुलाले खाने त्यही बेला कुरेर बस्ने अनि त्यसपछि मान्नुपर्छ बेहुलीलाई कुरिरहेछौँ पियस भाइ यहाँ छ अमिताहरू त्यहाँ हुनुहुन्छ है हामी गरिरहेछौँ अब बेहुली बेहुला वेटिङमा हुनुहुन्छ त्यहाँनिर अब हामी चाहिँ कुरिरहेछौँ उसले चाहिँ कथाहरू लेख्थ्यो अनि त्यसपछि मलाई भेटाएको चाहिँ उसले हो मेरो साथी प्रगतिले हो अनि हेर्दै गएँ मन पर्दै गयो अनि सुरुमा चाहिँ म अभोइड गर्थेँ कि एकदमै है यस्तो टाढैबाट म त भेट्न नपरे हुन्थ्यो जस्तो लाग्थ्यो कि अनि किन यतिकै मन नपर्ने कि मलाई त अनि पछि चाहिँ अनि बोल्दै गएँ उसको बानी बेहोरा राम्रै लाग्दै गयो अनि त्यसपछि चाहिँ अनि 12 क्लासमा चाहिँ उसले प्रपोज गर्यो एन्ड देन यो सबै सुरु भएको हो ठिक छ नि सबै मजा आयो ल यस भाइ यहाँ छ फोटोसुट कपाल फोटोसुट सुरु हुनलाई चाहिँ ट्याक लाएर अहिले चाहिँ गोडा धुने काम भइरहेछ है गोडा धुने कामको हामीले गइदिइरहेछौँ गोडा धुने काम भइरहेछ अहिले यता हाम्रो विवश भाइ छ ह्यान्डसम देखिया छ फोटोमा यता क्लोजअपमा सागर बसिरहेछ अनि यता गोडा धुने काम भइरहेछ यस्तै छ ल अब चाहिँ हाम्रो ब्रेक हुने बेला आयो है यहाँ दुला खाँदै हुनुहुन्छ है यहाँ गाइजहरू बसिरहन अब हाम्रो ब्रेक ब्रेक अब के खाने भात कति खाने भात ल अब हाम्रो चाहिँ सब सकेर यहाँ जग्गामा आउनलाई बेहुलीलाई कुर्दै यता बेहुला कुर्दै बेहुलीलाई यहाँ हामी कुर्दै अनि म चाहिँ यहाँ कुर्दैछु यता खाना है प्लिङ 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 ल अब हाम्रो जग्गा काम नै लगभग सक्यो है अब चाहिँ यहाँ 2-4 कपाल सुट गरेर अनि त्यसपछि सकाउने हो अब है त्यहाँको लाएर यहाँनिर अब कपाल सुट हुँदैछ कपाल सुट हुँदैछ फोटोसुट हुँदैछ अब लास्ट जग्गा काम सक्यो हो जग्गाको काम सक्यो अब फोटोसुट ल पोज सिकाउ हाम्रो पोज मास्टर यहाँ पोज सिकाउँदैछ है दुईजनालाई ओए तिमीहरू के निमा झगडा गरेर अर्को कुरा तपाईँको बिहे भएको ठाउँ यही जग्गामा तपाईँको नि बिहे भएको थियो कस्तो लागिरह आज यही खिच्न आएर मेरो भन्दा राम्रो आयो भने चाहिँ तनाव छ हजुर मेरो भन्दा राम्रो आयो भने तनाव छ हो हाम्रो यो मान्छेको पनि बिहे यही जग्गामा भएको थियो यही ठाउँमा भएको थियो त्यतिखेर हाम्रो हातमा तर क्यामेरा थिएन हामी रमाइलो गर्दै थियौँ भने आज खिच्न आइया हाम्रो अब बेहुलीहरू गइसक्यो है गाडी गइसक्यो प्याकअप गरेर लेट्स गो टु ग्रुम्स हाउस वी आर हेडिङ टुवर्ड्स ग्रुम्स हाउस द्याट्स भेरी गुड टकिङ कति बज्यो अहिले इट्स 4:59 अर्ली मर्निङ मर्निङ भयो जस्तो बिल भइरहेको एक्कास घाम पनि है कडा
सो हेलो गाइज, अहिले चाहिँ हामी यहाँनिर दुलाको घरमा आइपुग्यौँ। त्यसपछि हामीले भित्राउने ओर्ने सबै कामहरू गरिसक्यौँ। अनि अब भित्राएर ओरेर धेरै भयो लाइट, भित्राएर ओरेर सबै थोक गरेर अब यहाँनिरबाट निस्किने तयारीमा छौँ। नगर्नु न भने यहाँनिर चाहिँ केटाहरू प्याक हुँदैछ। कस्तो भयो दाइ? बवाल। यता अर्को प्याक गर्दैछ। बुवालाई कस्तो लाग्यो बुवा? मलाई एकदम रमाइलो लाग्यो। ल यता अर्को पनि हुनुहुन्छ, अँध्यारोमा छ। ल आजको साउ हाम्रो आजको साउ हाम्रो कस्तो भयो दाइ? ओभरअल कस्तो भयो? रमाइलो भयो। अब कहाँ जाने त? घर जाने। अब घर जाने। ल भोलि पनि छ होइन त? ल भोलि छ राम्रोसँग। प्याकिङ हुँदैछ यतापट्टि। अब हामी यो भयो बिहे घर यहाँनिरबाट सकेर अब हामी चाहिँ निस्किने तयारी गर्छौँ। अनि त्यस पछाडि सी यू गाइज।